मलाई चाहिँ यो भिडियो बनाइरहन मन थिएन है, तर पनि म विवश भएँ क्या होइन। नेपालको यो एकदमै नालायक निकम्मा ब्याङ्कहरूमा हिमालयनको नाम पनि जोडिँदा हुन्छ भन्छु म चाहिँ। किनकि होइन, यो ब्याङ्कले गरेको करतुत होइन, यसको फितलोपन, यसको चाहिँ अब के भन्ने होइन, यसको काम अनि एकदम अपारदर्शी छ होइन। जुन चाहिँ हामीलाई दसैँको बेलामा तपाईँको 3 देखि 10 तारिकमा होइन, 3 देखि 10 गतेसम्म यो यिनीहरूको मेन्टेनेन्स भइरहेछ होइन, यिनीहरूले सफ्टवेयर अपडेट समथिङ के भनिरहेको थियो। ल ठिकै छ नि त, चाडबाड पनि आयो भनेर हामीले छोडिदिउँ। तर स्टिल अहिलेसम्म हेर्नु त कति दिन भइसक्यो होइन, 15 दिन 16 दिन हुन लागिसक्यो होइन। अहिलेसम्म यो इम्प्रुभ भएको छैन, यिनीहरूले सक्सेस गरेको छैन। यहाँ हाम्रो ब्याङ्क पैसाको कारोबार रोकिरहेछ क्या होइन। एकदमै यो ब्याङ्क चाहिँ निकम्मा भयो होइन। यो यसको सिएको होइन, कसले के गरिरहेछ यो ब्याङ्क, मलाई चाहिँ मन परेको छैन। र यो मैले भिडियो बनाउनु मन थिएन, तर मेरो कामहरू अल्झिरहेको र यो टेन्सनले गर्दा पनि बनाएको हुँ। र अर्को कुरा के भन्न चाहन्छु भन्दाखेरि, यो एउटा जनचेतनाको लागि पनि बनाएको है। जस्तै तपाईँ यो तपाईँको यहाँ होइन, यहाँ हामी हेर्छौँ कि हाई एमबी होइन त, यो मैले अलरेडी सर्च गर्थेँ यहाँ, त्यो भएर हाई एमबी भनेर त्यो हाम्रो ब्याङ्क छ नि, ब्याङ्कै देखाएको छैन क्या। हुन त यो हाई एमबी प्लस छ होइन। अब यो चाहिँ होइन है, फेरि हामीलाई सचेत चाहिँ एक प्रकारले गराएको छ यो ब्याङ्कले। यहाँ भनिरहेछ के भनिरहेको छ भन्दाखेरि, अरू एपहरू डाउनलोड गरेर त्यसमा लगइन नगर्नु, पासवर्डहरू त्यो नगर्नु भनिरहेछ। त्यसो गर्दाखेरि अब तपाईँको पैसाहरू ह्याक हुने सम्भावना हुन्छ। त्यही भएर यहाँ पनि देखाएको छ, यो चाहिँ म इन्स्टल गर्दिनँ है। तपाईँहरूले कतिले गर्नुभयो होला, तर यसमा नगर्नु होला, किनकि हामीले अफिसियल रूपमा कुनै पनि जानकारी गरिएको छैन अहिलेसम्म। त्यही भएर म त्यो रिस्क लिन चाहन्न। हुन चाहिँ यो हुनसक्छ होइन, तर यो होइन होला, किनकि हिमालयन ब्याङ्कको तपाईँको के भन्छखेरि यो हाई एमबी मात्रै छ है। यो एप देख्न सक्नुहुन्छ, हाई एमबी लेखेकोमा यहाँ हाई एमबी प्लस छ होइन। अनि यही भयो त यहाँ अपडेटको मात्रै साइन आउँथ्यो नि त, यहाँ त इन्स्टलै गर भनिरहेको छ। र त्यो हाई एमबी एप चाहिँ यहाँ देखाएकै छैन। त्यही भएर अन्य कुनै पनि ब्याङ्क अथवा यो हाई एमबीमा झुकेर तपाईँहरूले नगर्नु होला तत्कालै होइन, बरु वेट गर्नु होला। मैले यस्तै होइन, सबैले वेट नै गरिरहेछ होइन। र यहाँहरूको यहाँ तपाईँले फोन नम्बर दिएको छ नि, यो फोन नम्बर पनि काम छैन क्या, फोनै लाग्दैन यसमा होइन। यस्तो त अफिसियल होइन, ल्यान्डलाइनको दिनुपर्छ नि त, मोबाइल नम्बर दिने हो थोडी होइन। अनि तपाईँ नेपालको कुन ठाउँबाट कुन त्योबाट गर्दै हुन्छ होइन, त्यहाँको ल्यान्डलाइन गुगलमा मजाले पाइहाल्छ होइन, अथवा च्याट जिपिटी पनि पाइहाल्छ। तपाईँले त्यहाँदेखि सर्च गरेर नम्बर ल्यान्डलाइन सक्नुहुन्छ, ट्राई गर्न सक्नुहुन्छ। तर मैले ल्यान्डलाइन पनि गरेको होइन, फोनै लाग्दैन थियो होइन। र तपाईँहरू भरसक चाहिँ आफ्नै होइन नजिकको ब्याङ्क शाखामा गएर कुरा गर्दा हुन्छ। हामी जस्तो परदेशीहरूलाई चाहिँ यो ब्याङ्किङ कारोबार, पैसाको कारोबार हुन नसक्दा एकदमै समस्या आइपरेको छ। त्यही भएर तपाईँलाई एउटा जनहितको लागि बनाएको हो। र यो ब्याङ्क चाँडोभन्दा चाँडो हुनुपर्छ होइन, नत्र चाहिँ म आएर यो ब्याङ्क मेरो चाहिँ बन्द गराइदिन्छु यो खाता म यो हिमालयनलाई है, अरूमा खोल्छु। यो वाहियात निकम्मा रहेछ यो हिमालयन चाहिँ, काममै छैन क्या यो हिमालयनको।